हेलो साथीहरू, नमस्ते नमस्कार। म शम्भु। आज म तपाईहरुलाई आमा बिनाको जीवन कस्तो हुन्छ भने व्याख्या गरेर सुनाउँदै छु। राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला। यसको शीर्षक रहेछ आमा बिनाको जीवन। छोराले भन्छ, सधैँ काखमा बस्न समयको साथ थिएन आमा, तिमीलाई नसम्झेको पनि कुनै रात थिएन आमा। डरमै सुत्छु डरमै उठ्छु, तिम्रो साथ छुटेदेखि ढुक्कुले ज्यान छोड्न तिम्रो काख थिएन आमा। कमी थिएन बाटैभरि खुट्टा तान्नेहरूको त मेरो उन्नतिमा फर्किन सक्ने नाक थिएन आमा। बा आमाको ममता बुझे मैले घर छाडेपछि तिम्रो माया भन्दा ठुलो करोड लाख थिएन आमा। 84 व्यञ्जन पनि खल्लो लाग्यो मलाई, तिम्रो हातले पकाएको साग थिएन आमा। घरदेखि टाढै भए पनि बिग्रिने मौका पाइन्न, तिमीले दिएको संस्कारमा दाग थिएन आमा, दाग थिएन आमा।